गाडी यहाँको अस्ति लागेको होला तेरिका त्यही त हिलोले गर्दा न त बाटो त राम्रो छ ठुलो चौडा फराकिलो पहिला आउने आउँदा त एउटा गाडी मात्रै जाने बाटो थियो अहिले बाटो अहिले यो निर्माण कार्यले गर्दा पनि यो हिलो भएको नि गाइज हामी चाहिँ 5-12 जनालाई टोली यहाँ जाउँ बन्धन गर्दैछ त्यो गाडीमा आएको हामी चाहिँ यो गाडीमा आएको तलबाट तपाईँ ताप्लेजुङ बजारबाट चाहिँ तपाईँको यो माथि र फिदेसम्म आयो यहाँबाट हामी यो पहाड चढेर माथि जाने हस् माए यहाँ पठाइदिएछ नि त ल चचपारामा अब हाम्रो यात्रा चाहिँ जारी भइसकेको छ 5-12 जनाको लागि होइन हिमाल गाइज हेर्नु न यस्तो अब आलु देखिरहेछ हिमाल कुन हिमाल चाहिँ थाहा छैन हिमाल चाहिँ हिमाल घाम हराइदिइरहेको त्यहाँको दिल अनि कति हिँड्न सकिन्छ होइन हिँड्न सकिन्छ नि हार्दिक त झन् सबभन्दा बढी दिदी चाहिँ पहिला पनि आइसक्यो हुन् है हामी चाहिँ फर्स्ट टाइम हो हाम्रो टोली अझ अगाडि चाहिँ छौँ अर्कोमा पुगिसकेको छ हामी चाहिँ हिँड्दैछौँ तपाईँ यहाँ चाहिँ प्रायः यस्तो फोरेल गाडी पाउँदो रहेछ ए बाटो त ओहो तपाईँको चाहिँ तल्लो फेरि भन्दो रहेछ बजार यहाँ चाहिँ हामी चाहिँ अब यात्रातिर अगाडि बढ्दैछौँ यात्रा सुरु भयो अरे अघि नै मान्दा कहाँ अहिले हुन्छ अब यहाँबाट चाहिँ हामीलाई स्वागत गरिसकेको छ है स्वागत गरेर चिलमा हिँडिदिने हो नि त अब हामी त म लगाउन चाहिँ हिँड्ने हो क्या यहाँ यस्तो हुँदो रहेछ बाटो टोली चाहिँ यहाँ छ अगाडि अनि पछाडि पनि छ हाम्रो पछाडि पनि छन् हाम्रो दाजुहरू दिदी सबैभन्दा अगाडि चाहिँ म छु है गाइज अहिले टोलीमा गाइज अब मौसमले साथ दियो भने दिइहाल्यो दिएन भने ऊ यस्तोमा चट्ट बस्ने हो है समास्ने अनि त्यहाँ पानी रहन्छ नि हिँड्ने साथ दियो भने सार्लाङमा यात्रा कन्टिन्यू यहाँ उकालो सिँढी नै सिँढी छ बाटो यस्तो बाटो छ सिँढी नै सिँढी छ नि अरू यस्तामा बस्ने गाह्रो भएन यो चाहिँ कहाँ यस्तो छ तपाईँको हामी 3794 हाइटमा चाहिँ तपाईँ हामी चढ्दैछौँ यहाँ हाम्रो अर्को टोली पनि मिसिँदैछ गाइस होइन यहाँ केटाहरू चाहिँ रेडबुल भाइहरू चाहिँ उहाँ रेडबुल तानेर बसिरहेको हाम्रो चाहिँ यहाँ टोलीहरू चाहिँ पानी बोक्ने हिँडिरहेको है सबजना बिजी छन् म चाहिँ यहाँ यसो रमाइलो है भन्दै यहाँ पुरै बनाइरहेको छु भिडियो अब हाम्रो यात्रा चाहिँ जारी भइसकेको छ हुसुले पुरै याद आएको छ हाम्रो भाइ यहाँ रेडबुल खाएर इनर्जी बनाउँदैछ होइन अर्को टोली यता छौँ हाम्रो भाइहरू ल भाइहरू भनिदेऊ त कहाँबाट आएको तिमीहरू सिलगढी हो ल हाम्रो टोलीमा चाहिँ सिक्किमबाट ल दार्जिलिङ ओ हामी चाहिँ काभ्रे नेपालबाट आएको है गाइस सिक्किममा भाइ एनर्जी सिकेकै छ रेडुल आस एनर्जी आउँछ हो त्यही भएर पुरै भाइले जोसिएर हानेको छ त भाइ जोसिँदैछौ रेडुलले तताइरहेछ भाइलाई ठिक छ जानुपर्छ हुसु लाएर चाहिँ यस्तो छ मौसम यो हालत छ
भाइ पौडी खेल्ने त पौडी खेल्ने हो स्विमिङ आउँछ न स्विमिङ खेल्ने म तिमीलाई यहाँ स्विमिङ खेलाउँछु के छ स्विमिङ खेलाउँछु के छ गर्मी भत्तै बनाइदिन्छु नि म अनि स्विमिङ पुल है खेल्ने भए मलाई चाहिँ एकदम मजा आइरहेको छ अहिलेसम्म आनन्द चिलमा हिँडिरहेको छु अब अलिपछि आउँदाखेरि के हुन्छ थाहा छैन हेरौँ है जाँदाखेरि केही नहोस् कि आउँदाखेरि केही पनि हुँदैन होइन ल ठिक छ त्यही अब आँसले हेर्दैछौँ गाइस हामी चाहिँ बाटोको यात्रामा छौँ होइन यहाँ एउटा बोर्डमा चाहिँ लेखाएर छ कि गाइस छैन के लेखाएको छ भने पाथी भएर जाउँ पुण्य कमाउँ रे पाथी भएर गएपछि पुण्य कमाइन्छ होइन हामी उहाँ बेसी काम न चाहिँ थाल्छ है चिसोले दिँदैछौँ मजाले जाँदैछौँ हजुर राम्री केटी पाए नपाए नि भगवान् चाहिँ देखिन्छ भन्ने कुरो हो अरू त केही आश छैन मलाई होइन बिस्तारै आउँदै गरौँ म चाहिँ माथि गएर सास फेर्दै गर्छु अहिले हिँड्दा सास फेर्न अलिक गाह्रो भयो पाथिभएर माताले रक्षा गर्छन् गर्दैन थाहा भएन तर मैले मेरो रक्षा गर्न जानिसकेको छु है गाइस जिन्दगी यात्रा रहेछ गाइस म चाहिँ यात्रामा रमाउन सिकिसकेको छु अब हेर्दै जाऊँ होइन अझै कतिवटा उकालो नै बाँकी छ घुम्ती टर्निङ जाँदै के छ कस्तो हुँदैछ बाटोको अनुभव कतिको गाह्रो हुँदैछ कतिको के हुँदैछ ठिक छ यस्तै छ यही हाम्रो टोलीहरूमा चाहिँ यहाँ दुईवटा भाइहरू चाहिँ उहाँ सिक्किमबाट आएको भन्दै थियो होइन भाइहरू दार्जिलिङ कि सिक्किमबाट भनेको दार्जिलिङबाट अनि निर्मल दिदी कस्तो हुँदैछ तपाईँलाई रमाइलो भइरहेछ अनि पर्ला सरलाई के छ त अवस्था ठिक छ पर्ला सर रमाइलो भइरहेछ नि अनि दिलीप दाईलाई ठिक छ मौसम त तपाईँको सधैँ यस्तै हो यहाँ होइन अनि लक्ष्मी दिदीलाई के छ अवस्था आनन्द छ नि अहिलेसम्म के अप्ठ्यारो भएको छैन नि ठिक छ ल मौसम र मायाको भर हुँदैन हो बा भएन मातापाती भएर नि हामी सबैको कल्याण गरौँ नि अरूकै गरे गरौँ नगरे नगरौँ मेरो चाहिँ गरौँ बास जाने दाइ तपाईँ यो ठाडो मात्र छ भनेको थियो होइन यो त धेरै ठाडो पो छ त यार नाकै ठोकिन ठाडो छ त के हो यो यहाँ चाहिँ साउले चाहिँ ठुलो पुलले छ दाइ हाम्रो गाडी नै आउँथे गाइस हाम्रो टोली चाहिँ थकित भएर ऊ बस्ने भन्न ऊ यात्रातिर लागिरहेछ होइन अब एउटा टोली उहीँ छ गाइस आएकै छैन एउटा टोली त उहाँ उतै छ आउने बाँकी छ लास्टमा ऊ छ टोली यहाँ पुग्दैछ ऊ बस्दै आइरहेको छ गाह्रो भयो होला त्यही भएर हो कि गाइस तर अहिलेसम्म मलाई चाहिँ त्यति साह्रो गाह्रो फिल भयो मलाई चाहिँ थकेला होइन यसो यहाँ कुर्या टोलीलाई हाम्रो टोली चाहिँ अगाडि टोली पनि दुईजना छन् म चाहिँ खासै गाह्रो भएको छैन मलाई श्वास त आएकै छैन ठ्याक्कै आएको छैन अर्को टोलीलाई यता कुर्दैछु है के छ पर्ला सर गाह्रै भएको श्वास त भएको छैन धेरै ठिक छ दमको रोइरहेछ तपाईँलाई के छ दिदी निर्मल दिदी गाह्रो पो लाग्छ तपाईँलाई के छ हेलिकप्टर मगाउँछु नत्र लक्ष्मी दिदी के छ तपाईँलाई अलिक गाह्रो भएको छ हिँड्दा त्यस्तै छ छैन नि ल ठिक छ त्यसो भए फाइनली हामी चाहिँ अब रेस्ट गर्नुलाई भन्न चिया खाल्ने भन्नु लाग्यो होइन दाजु हुनुहुन्छ हाम्रो एकजना अर्को टोली चाहिँ यता खानु हाम्रो गाई अब यहाँ चिया खाएर निस्किने हाम्रो टोली चाहिँ होइन सिद्धिसक्यो अब चिया खाएर हामी चाहिँ यहाँ निस्किन्छौँ मुभ हुन्छौँ अनि दाजु चाहिँ चिया खानु कालो चिया मेरो सकिसक्यो चिया यहाँको चिया सक्यो अनि निस्किने भाइ पानी पऱ्यो हात लाने हो त पानी पऱ्यो हो त छिटो आएको छ त पानी त ठुलो फेदी बजार हेर्दा यो ठुलो फेदी बजार पाथिबाट आएको ठुलो फेदी बजार चाहिँ यस्तो छ है हामी चाहिँ यहाँ लगातार आफ्नो यात्रालाई अगाडि बढाउनु पर्छ भन्ने सोचमा हिँडिरहेको छ पानी सानीले हामीलाई छेक्दैन भन्न बसिरहेको यहाँ अलिक ठुलो पऱ्यो भने चाहिँ रोकिँदैन छिरिहाल्छ होटलतिर दिदीले चाहिँ अब ऱ्याङ्कोट किन्न हामी दिदी चाहिँ सट्ट लाएर पानी पऱ्यो होइन दिदी तयारीमा हाम्रो दाजु चाहिँ ऱ्याङ्कोट नकिन्ने भन्नु बसिरहेन होइन त्यही भएर पानीमा हिँड्दिनँ भन्नु बसिरहेन हाम्रो भाइ पनि आयो त्यहाँ दौडेर भेटाइसकेको छ भाइले है यहाँ ऱ्याङ्कोट किन्नलाई हाम्रो दिदीसँग यहाँ कन्ट्याक्ट हुँदैछ झ्याप्प किनेर हिँड्नुपर्छ भनेर
प्लास्टिकको ऱ्याङ्गट किन्ने पानी पराउने साथ दिएन कस्तो बिजोग लाग्यो अहिले आएर गाइस हामी चाहिँ पाथिमा जान भेट्ने हाम्रो दिदीहरू भाइहरू हुनुहुन्छ होइन यहाँ चाहिँ हामी कहाँबाट दिदी भनिदिनुहोस् त सिक्किम जोरथाङबाट है कस्तो भाइलाई गाह्रो भएको क्या भाइ यहाँ पुग्दाखेरि गाह्रो भएको छैन के गाह्रो भएको छ हल्का ल ठिक छ ऊ हाम्रो पर्ला सर पनि रेडीमा हो टक्क लाएर अब प्लास्टिक लाउने हिँड्ने हामी त लाउनु पो कसरी यो लाउनु पो कसरी दाइ प्लास्टिक फेर्नु है गाडीमा हिँड्नु पनि जाने अब ल यिनीहरू पनि लाग्यो बाई बाई अब जाउँ अच्छा चिसो छ गाई तर प्लास्टिक नउडिकन हिँडेको म चाहिँ होइन अब यहाँ अब त्यही त हो नि दादा भन्ने हिँड्ने विभिन्न छ ऊ त्यो हाम्रो टोलीले चाहिँ उहाँ ओढेर हिँडिसकेको छ उहाँ हाम्रो अर्को टोली आएकै छैन हाई हाई ऊ माथि डाँडा बुन्नुपर्छ ल गाई यहाँ बुन्नुपर्छ है हामी चाहिँ माथि बुन्नुपर्छ ए खोइ भएन तपाईँहरूको हो गयो कि नै प्लास्टिक ओड्न नि मन लागेन बोक्ने अब दाइ लाउने भन्दा नि यहीँ दाइहरू चाहिँ लाउँदैछन् दिदी यो प्लास्टिक मैले लाएन भने फिर्ता हुन्छ भन्दैन त हुँदैन फिर्ता गर्दैन दिदी यहाँ सयको प्लास्टिक मैले लाएन भने के काम लाग्यो र कामै छैन ए होइन म लान्छु भनिदिएको मात्र भिडियो मात्र बना गाई जब हामी चाहिँ यहाँ पानी भरेर एकछिन चिया खाएर अलमलेर बसेका थियौँ यहाँ चाहिँ तपाईँको गेट रहेछ पाथिभारा माताको गेट डाँडा चाहिँ ऊ माथि डाँडा मनपर्छ है के छ पानी पर्दाखेरि अब प्लास्टिक ओडेर मजाले मन लाग्दैछ हाम्रो टोली चाहिँ होइन जनताहरू चाहिँ लगभग थाके जस्तो लाग्यो मलाई यसो हेर्दाखेरि जनता थाके अब डोरीले नै हेलिकप्टर तान्नु पर्ला छ होइन जनता थाकिसकेका छन् अब यस्तै छ यो बाटो यस्तो सिँढी चढ्दै जाने हो मजाले बाटो त्यति साह्रो ठाडो त छैन नाकै ठोकिने जस्तो उकालो त थिएन अलिक तल चाहिँ भेटेको थियो नाकै ठोकिने पाथिभारामा म मात्र आएको भने त दही हाँग्रा पनि हार्छौ दही हाँग्राको पनि फोटो छ टोलीले चाहिँ अब कहिले प्लास्टिक ओढाएको छ कहिले राखेको छ है मैले चाहिँ अहिलेसम्म प्लास्टिक पनि ओड्नु पाएन ओढाएन छैन दाजु के छ मन्दिर पुगेर आयो के छ गाह्रो साह्रो कतिको हुँदो रहेछ के छ गाह्रो कति झर्दा कति गाह्रो भए छैन होइन आनन्द सजियोस् हो के छ दाजुलाई के छ ठिक छ नि एकदम ल ठिक छ के छ दाइलाई अलिक गाह्रो भयो कि हिँड्दा त त्यस्तै छ मरक हो ल ठिक छ दाइ आज म भातै नखाने यार अब किन हो दाइ यार यो स्वार्थी दुनियाँमा धोका खाएर अगाइसकेँ म गाई जब हामी चाहिँ लगभग आइसकेका छौँ नजिकै आइसकेका छौँ होइन अर्को टोली उहाँतिर छ ऊ एउटा टोली भने अब एउटा टोली चाहिँ हामी एउटा टोली यहाँ छौँ अब तपाईँको यहाँ हो अब आइसकेका छ सायद अब केही समय पछाडि हामी मन्दिरमा पुगिसकेका हुन्छौँ यहाँ दाजुहरू चाहिँ यहाँ फर्किनु भएको छ है न त दर्शन गरिवरी म चाहिँ यहाँ दर्शन गर्दै अनि एउटा भिडियो बनाउँछु भन्नु बसिरहेको छु होइन गाई ल त अहिलेलाई तिन ए दिलीप दाइ तपाईँलाई हिँड्न गाह्रो भएको हिँड्न गाह्रो भएको मसँग एउटा आइडिया छ है फेरि काना खुट्टो हाल्नु चट्ट हिँड्नु ओ दाजै के हो यो उकालो तान्दैन त गाडीले के हो कति नम्बर गेर हाल्नुपर्ने हो यहाँ खालि रिभर्स भइरहन्छ यत्रो यो उकालो बाटोमा कतिको नम्बर गेर हाल्ने हो हामी तपाईँलाई कहाँ दुख यहाँ आइपुग्दाखेरि तिर दुखेको छैन तपाईँलाई त्यहाँ दुख है हे तेरिका तपाईँलाई के छ तपाईँलाई ठिक छ अहिले कतिको दुखाएको छ कि छैन ल ठिक छ ल आइयो होइन त आइयो नि के छ दुखाइ काहीँ के छ त दाइ यहाँ तिरो दुख्यो अरे ल ठिक छ यति चाहिँ राम्रो मजा सुरु भयो अब यहाँ हामी यहाँबाट चाहिँ अब इन्ट्री गर्छौँ जाऊँ बसौँ किन बस्नुको कारण हुन्छौँ आइसक्यो ल फाइनली गाई चाहिँ हामी आइसकेका छौँ है पाथिभारा मन्दिर अब यहाँबाट हामी एन्ट्री गर्दैछौँ यो चाहिँ गेट हो है यस्तो छ यहाँ चाहिँ तपाईँको रिसोर्टहरू पनि रहेछ बस्नुलाई यहाँबाट स्टार्ट हुन्छ ल आउनु घन्टी बजाउँदै आउनु न अब
मन्दिर मान्छेको घन्टी पनि हो कि जिन्दगीले घन्टा बजाए पनि फाइनल्ली हामी चाहिँ आइसक्यौँ है त माथिबाट माता आइसक्यौँ गाइज होइन अब यहाँ चाहिँ हाम्रो टोली पछाडि पछाडि छ ऊ दर्शनको लागि तयारीमा छ आइसक्यौँ हामी फाइनल्ली माथिबाट माता माथिबाट माता गाइज होइन अब चाहिँ हामी ठ्याक्क आइपुगेर दर्शन गर्दैछौँ पट्टापटमा आइरहेछौँ दर्शन गर्दैछौँ होइन माथिबाट माता कि जय यहाँ चाहिँ बलि दिने ठाउँ रहेछ है गाइज यहाँ चाहिँ बलि रहेछ हामी चाहिँ अब यहाँ त यसो पहिला भिडियो क्लिप गरेर पूजा गर्ने कि भन्नु बसिरहे लगाइ चाहिँ यो फायर माताश्री अलि फरक हो न उता माताको ट्याक्क बिचमा आउँछ क्या राम्रो छ फाइनल्ली हामी चाहिँ ठ्याक्क तल्लो फेदीमा आयौँ है गाइस तल्लो फेदीमा आएर हामी अब यहाँबाट हाम्रो गाडीलाई खोज्दैछौँ यहाँ चाहिँ हाम्रो टोली त छन् साह्रो गाह्रो के कति छ बेलुका थाहा हुन्छ अहिले केही थाहा हुन्न होइन हाम्रो बला सर चाहिँ उता हुन्छ यता खान गाडी चाहिँ अब यो हो या त्यो थाहा छैन तर यहाँ ठ्याक्क हामी यहाँ दिन पानीमा सँगै भयो सायद माताले साथ दिनुभएको छ